Hayden. Doshi? Yung sabi na. Yung sabi na. Oh no! Ganda sana. Ganda sana. Hello guys, welcome to my new video. आज पनि लिएर आएको छु मैले न्यू भिडियो। आज चाहिँ लिएको छ खानाको भिडियो। भन्नु तपाईले के हो भनेर चाहिँ। आज मेरो श्रीमानजी पनि आउनु भएको छ। और 50 रुपया काट ओवर एक्टिंग के वजह। अरे देना यार, देना समझा कर बात। कागतिर खोर्सानी अनि प्याज, त्यसैगरी यहाँ छ बफको भुटन, यहाँ दाल, यहाँ खाना, यहाँ तरकारी अनि यहाँ पनि सेम छ। सो अब चाहिँ अब यो म चाहिँ आज खासमा जबरजस्ती परेको भन्दा पनि भयो। खासमा यो चाहिँ मेरो इच्छा थिएन र पनि अब खानै पर्यो जबरजस्ती भन्ने कुरो हो। त्यसरी अब हामी सुरु गर्छौं। कोही निल्नु खोर्सानी पिरो हा ओ माय गॉड मिठो छ। एउटा चोक्टामै अड्डेको बेलामा म भकाभक खाएर सकिसक्छु। ओके निम्बु वाला मेरो हातमा काटिरहेको छ। Pada pilih sama sama. डिस्टर्ब गरौँ म मेरो भातलाई। मेरो भातलाई डिस्टर्ब गरिकै मान्छे। यो अहिले दामी पनि भन्नु ल ओके यो त बब्बाल भएको छ यार, तर गाह्रो बनेर आफू चाहिँ ठुलो खाइँदैन, म सक्दिनँ। दाल नानी
ठुलो चक्का खाने मान्छेले है फेरि पर्ने रहेछ यार 1 घन्टै चपाउनुपर्छ मलाई भात खाएर चपाउने मजाले रातभरि के बोले यस्तो के बोले भाई अब के बोले के जथाभावी बोले अनि साह्रो यत्रो बेर पकाउँदैन मलाई धेर भइरहेको अलि भात चाहँदा सानो चेरीका यो मान्छेले बरु अलि उता राख्यो गोल बेजेट नगर्नु नि यार जे होस् टेस्टी नै भएछ है यो मान्छे गति चोक्टा बनाउनु लाग्छ पिस जुसी हाइरन जुसी क्या भन्नु भातै आफै खाना कमले रहेछ क्या निम्बु खाना निम्बु होइन लेमन निम्बु तलतिर काटिराखेको जे भन्नु त्यो तिमी नखाने अघि मैले त फ्रुटी थियो त यार पिरोमा खाने सुकेर बिर्सेँ यता झरेर यता झरेर यो चाहिँ उतो क्यातीसँग खाने भएको छ शीतल के खाना त क्याती ग्रेभी हम न ग्रेभी चाहिँ चासो छ हम ग्रेभी क्या त्यो चासी रहा हम ग्रेभी चाहिँ अलिकति हालौँ भन्ने हाम्रो अनुरोध छ छैन होइन यस्तै हो जिन्दगानीमा दाल चाहिँ पुग्यो होला हौ तिमी खाऊ भयो सबै बस्छ जस्तो न यो त खाइसक्दैन खाऊ ठुलो
Oh my god. Sanjana pisto suiteko. Oh my god. यता डिस्टर्ब गरेर मेरो भातलाई मेरो त लास्ट टाइम मिठो छ है म सक्दिनँ म सक्दिनँ एक खुलो चक्रा बनाएको मान्छेलाई त आउनु पर्ने हो चप्पाको चपाउनुहोस् तपाईँको अड्किन्छ नअड्किनुहोस् अर्क्यो भने फेरि पछाडिबाट हान्ने तपाईँ सानो पिस बनाउँदा ठिक हुने हो सक्दैन यस्तो डर हुन्छ अरे यो मान्छेहरू कसरी खान्छ No. मेरो बिजोक पिरो भइसकेको अवस्था छ अब खाना पनि खाइसकेको अवस्था छ यो चाहिँ अब मबाट हुँदैन म खाँदिनँ सक्दिनँ तिमी खाँदै बस ल Oh shit. Oh my god. Okay, thank you guys. यहाँसम्म भिडियो हेर्नु भएकोमा म चाहिँ इन नै गर्छु यो मान्छे अब कति बेरसम्म तानेर बस्छ रात बजीसम्म बस्छ कि के आज पिछले नदिने खाना मलाई चाहिँ पिरो पनि भइसकेको अवस्था छ म चाहिँ बिदा भएँ जस्ता नमस्ते भनेर भन्नु खोजेको यो मान्छे खाँच्चा पाउँदैन बन्द गर्नु Okay, bye bye guys. See you next video. माया गरिदिनु होला अब मेरो च्यानलमा यही मान्छेले खाएको मात्रै आउँछ होला सायद म चाहिँ खासमा ब्लग बनाउनु नभ्याउने भएर सो अब मुकबाङ भिडियोहरू आउँछ प्रायः जसो माया गरिदिनु होला हस् थ्याङ्क यू बाई बाई नमस्ते जो लोपा